यो इतिहासकै सबैभन्दा अनौठो र डरलाग्दो मृत्यु हो। दुईवटा लास महँगो सुट लगाएका, तर उनीहरूको आँखामा सीसा लेडको बाक्लो मास्क मुखौटा लागेको थियो। पुलिसले जाँच गर्दा शरीरमा न कुनै घाउ भेटियो न कुनै विष। आखिर उनीहरूले त्यो महँगो मास्क किन लगाए र उनीहरू कोसँग बच्न खोज्दै थिए? साथीहरू, वेलकम टु माई च्यानल कस्तो कस्तो 67। यो घटना सन् 1966 अगस्त 20 तारिक ब्राजिलको रियो डी जेनेरियो सहरको एउटा सुनसान अग्लो डाँडा वरिपरि बाक्लो जंगल, जसको नाम हो मोरो द विन्टेममा भएको हो। 18 वर्षका जोर्जे नामका एउटा केटा त्यही सुनसान डाँडामा चङ्गा उडाउन गएका थिए। त्यो डाँडामा चकमन्न सन्नाटा थियो। जोर्जेले झाडीहरूको बीचमा केही आकृति देखे। ऊ नजिक गएर हेर्दा त्यहाँ दुईजना मानिसहरू भुइँमा लडिरहेका थिए। उनीहरूले एकदमै महँगो सुट लगाएका थिए। माथिबाट पानी नछिर्ने वाटरप्रुफ कोट पनि लगाएका थिए। उनीहरू सुतिरहेका छन् कि भनेर जोर्जेले बोलाउनु खोजे, तर अचानक जोर्जेको नजर उनीहरूको अनुहारमा परे। उनीहरूको श्वास चलिरहेको थिएन र सबैभन्दा डरलाग्दो कुरा, उनीहरू दुवैको आँखामा एउटा भारी सीसा लेडबाट बनेको बाक्लो मुखौटा लगाइएको थिए। डराउँदै जोर्जे त्यहाँबाट भागे र पुलिसलाई खबर गरे, तर बाटो यति अप्ठ्यारो र मौसम यति खराब थियो कि पुलिस भोलिपल्ट मात्रै त्यहाँ पुग्न सक्यो। जब पुलिस त्यहाँ पुग्यो, दृश्य निकै अनौठो र डरलाग्दो थियो। शवहरू सडेर गनाउन सुरु भइसकेको थियो, तर त्यहाँ सङ्घर्षको कुनै नामो निशान थिएनन्। भुइँका घाँसहरू मिचिएका थिएनन्। कसैले हत्या गरेको हो भने पनि उनीहरूको शरीरमा न कुनै घाउ थियो न रगतको एउटा सानो थोपा। जोर्जेले भने जस्तै उनीहरूले एकदमै महँगो सफा सुट बुट लगाएका थिए। माथिबाट पानी नछिर्ने वाटरप्रुफ कोट पनि लगाएका थिए। उनीहरू शान्तसँग त्यहाँ पल्टेका थिए, मानौ उनीहरू आफ्नो मृत्युको पर्खाइमा थिए। उनीहरू दुवैको आँखामा एउटा भारी सीसा लेडबाट बनेको बाक्लो मुखौटा लगाइएको थियो। नाक र मुख भने खुला थियो। यो आँखाको सीसाले उनीहरूलाई केबाट बचाउन खोजिरहेको थियो? पुलिसले उनीहरूको गोजी खान तलासी गर्यो। त्यहाँ केही पैसा, एउटा रुमाल र पानीको खाली बोतलको रसिद भेटियो। तर एउटा चीज यस्तो थियो जसले पुलिसको पनि होस उडायो। एउटा सानो भिजेको डायरी। पुलिसको अनुसन्धानबाट पत्ता लाग्यो कि ती दुईजनाको नाम म्यानुएल क्रुज र मिगुएल वियाना थियो। उनीहरू सामान्य मानिस थिएनन्। उनीहरू दुवैजना इलेक्ट्रोनिक्स टेक्निशियन थिए, टिभी र रेडियो बनाउने काम गर्थे। तर उनीहरूको एउटा कालो रहस्य थियो। उनीहरू साइन्टिफिक स्पिरिचुअलिज्म अर्थात् विज्ञान र अर्कै दुनियाँको सम्पर्क गराउने खतरनाक प्रयोगहरू गर्थे। स्थानीय मानिसहरूका अनुसार उनीहरू घण्टौँसम्म प्रयोगशालामा बसेर एलियन वा आत्मासँग सम्पर्क गर्न खोज्थे। घटना हुनुभन्दा केही हफ्ता अघि मात्रै उनीहरूको घरको पछाडि एउटा भयानक विस्फोट भएको थियो। छिमेकीहरूले त्यहाँ अनौठो नीलो प्रकाश देखेका थिए। पुलिसले सोध्दा उनीहरूले भनेका थिए, हामी ब्रह्माण्डको रहस्य बुझ्ने नजिक छौँ। अब हामी घटना भएको दिन अर्थात् अगस्त 17 फर्कौं। त्यो बिहान 9 बजे म्यानुएल र मिगुएलले आफ्नो परिवारलाई कामको लागि सामान किन्न जाँदैछौँ भनेर घरबाट निस्किए। त्यसपछि उनीहरूले एउटा पसलबाट ती वाटरप्रुफ कोट किने। अचम्मको कुरा के छ भने त्यो दिन घाम लागिरहेको थियो। पानी पर्ने कुनै सम्भावना थिएन, तैपनि उनीहरूले किन कोट किने? के उनीहरूलाई पहिले नै थाहा थियो कि त्यो रात मौसम भयानक हुनेछ? दिउँसो 3:15 बजे उनीहरू एउटा बारमा पसे र पानीको बोतल किने। बारटेन्डरले पछि पुलिसलाई दिएको बयानले सबैको आङ सिरिङ्ग बनाउँछ। बारटेन्डरले भने, मिगुएल एकदमै डराएको जस्तो देखिन्थ्यो। ऊ पसिनाले निथ्रुक्क भिजेको थियो र हरेक 2-2 मिनेटमा आफ्नो घडी हेरिरहेको थियो, मानौ उसलाई कतै पुग्न हतार छ वा कोही आउने समय भइरहेको छ। त्यसपछि उनीहरू त्यो जङ्गलतर्फ लागे, जहाँबाट उनीहरू कहिल्यै फर्किएनन्। पुलिसले फेला पारेको त्यो रहस्यमय डायरीमा लेखिएका शब्दहरू यस्ता थिए: 16:30 साँझ 4:30 बजे तोकिएको ठाउँमा पुग्ने। 18:30 साँझ 6:30 बजे क्याप्सुल खाने र असर सुरु भएपछि धातुको सुरक्षा गर्ने र सिग्नलको पर्खाइमा बस्ने।
यी शब्दहरू सुन्दा कस्तो लाग्छ? उनीहरूले कुन क्याप्सुल खाए? तर धातुको सुरक्षा भन्नाले के हो? सीसा एउटा यस्तो धातु हो जसले मानिसलाई रेडिएसन र कडा प्रकाशबाट बचाउँछ। के उनीहरूलाई माथि आकाशबाट कुनै खतरनाक किरण आउँदैछ भन्ने थाहा थियो? र त्यो सिग्नल कसले दिनेवाला थियो? पोस्टमार्टम रिपोर्टमा अर्को झट्का लाग्यो। लासहरू जङ्गलमा धेरै दिनसम्म सडेको हुनाले डाक्टरहरूले उनीहरूको शरीरमा कुन विष वा ड्रग्स थियो भनेर ठ्याक्कै पत्ता लगाउनै सकेनन्। त्यसो भए उनीहरू कसरी मरे? यस केसमा सबैभन्दा बलियो थ्योरी हो युएफओ अर्थात् अज्ञात उड्ने तस्तरीको। जुन रात उनीहरूको मृत्यु भयो त्यही रात त्यो डाँडा नजिकै बस्ने थुप्रै स्थानीयहरूले आकाशमा एउटा अनौठो उड्ने वस्तु देखेका थिए। एकजना महिलाले पुलिसलाई दिएको बयान अनुसार, मैले डाँडाको ठ्याक्कै माथि एउटा चम्किलो सुन्तला रङको अण्डाकार वस्तु देखे। त्यसबाट एउटा सीधा किरण डाँडातिर गइरहेको थियो। के म्यानुएल र मिगुएल त्यही एलियन सिग्नलको पर्खाइमा थिए? के उनीहरूले बनाएको उपकरणले अर्कै ग्रहको प्राणीसँग सम्पर्क गरिसकेको थियो र त्यो रेडिएसन सहन नसकेर उनीहरूको मृत्यु भयो? कति मानिसहरूले भन्छन् कि यो कुनै गुप्त संस्था वा लुटपाट गर्ने समूहले गरेको हत्या हो। तर यदि यो हत्या वा लुटपाट थियो भने उनीहरूको खल्टीमा भएको त्यति धेरै रुपैयाँ पैसा चोरले किन लगेन? र मार्ने मानिसले उनीहरूको आँखामा सिसाको मास्क किन लगाइदिन्थ्यो? 50 वर्षभन्दा बढी समय बितिसक्यो। त्यो रात डाँडामा के भयो त्यो रहस्य ती दुई शवसँगै सधैँको लागि माटोमा मिल्यो। ती क्याप्सुल, त्यो सिग्नल र त्यो सिसाको मास्क आज पनि अनुसन्धानकर्ताहरूको टाउको दुखाइको विषय बनेको छ। यदि तपाईँ त्यो सुनसान डाँडामा हुनुहुन्थ्यो र कसैले तपाईँलाई त्यो क्याप्सुल दिएर सिग्नल पर्खन भनेको भए के तपाईँ पर्खनुहुन्थ्यो? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोला। र साथीहरू, भिडियो मन पर्यो भने लाइक गर्नु नबिर्सिनुहोला। यस्तै मुटु कमाउने र दिमाग हल्लाउने साँचो घटनाहरू हेर्नको लागि कस्तो कस्तो 67 लाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। See you in the next video. Thank you.